गलत काम गर्छ भने म अन्धभक्त होइन, म घन्टीको कार्यकर्ता पनि होइन। जे गरे त्यो हो भन्दै ताली पड्काइदिनु पर्ने। घन्टीको सरकारले ट्याक्स बढाइदियो, शिक्षा र स्वास्थ्यमा ट्याक्स हालिदियो, विद्युतमा ट्याक्स हालिदियो भन्दा ओ ट्याक्स तिर्नुपर्छ भन्दै ताली पड्काइदिने। अनि फेरि जनताले विरोध गर्न थालेपछि फिर्ता लिँदाखेरि हो हाम्रो सरकारले फिर्ता लियो भन्दै फेरि पनि ताली पड्काइदियो। म त्यस्तो खालको अन्धभक्त चाहिँ होइन। अनि ती घन्टी समर्थकहरूलाई पनि म के भन्छु भने यति साह्रो अन्धभक्त पनि नहुनुहोस् तपाईँहरू। हिजो एमालेको कार्यकर्ताहरू पनि यस्तै थिए कि, यस्तै अराजक थिए होइन। उसको सरकारलाई अलिकति आलोचना गर्ने बित्तिकै मुख छाड्थे, धम्क्याउँथे। हालत के भयो अन्तिममा? कसरी भयो क्या अन्त्य उनीहरूको? हो यसरी नै तपाईँहरूको अन्त्य पनि नजिक छ है। यस्तै अभिगत देखाउने हो भने तपाईँहरूले, यदि तपाईँको सरकारले गलत गर्छ भने गलत भनिदिनुहोस् न, त्यो पो सच्चा कार्यकर्ता हो त। कहिलेकाहीँ सरकारको पनि यो बुद्धि भ्रष्ट हुनसक्छ, मति भ्रष्ट हुनसक्छ क्या, त्यहाँ सत्तामा बसेर त्यो शक्तिको मात लाग्न सक्छ। त्यतिखेर त कार्यकर्ताहरूले सम्झाउने हो जे पनि हो भनिदिएको छ। अनि अर्काले अलिकति आलोचना गर्यो भने त्यहाँनिर चाहिँ खण्डन मण्डन गर्यो भने, अलिकति विरोध गर्यो भने, सल्लाह सुझाव दियो भने अनि फेरि त्यो माथि खनिने, मुख छाड्दे, जे पाए त्यही लेख्ने। अनि तपाईँहरू र हिजोको दिनमा एमालेको कार्यकर्ता बीच के भयो त भिन्नता? केही पनि भिन्नता छैन। ती एमालेको विरुद्धमा त हामी लड्दै आएको, 8-9 पटक हामी जेल बसेका छौँ यिनीहरूको विरुद्धमा लड्दाखेरि, भ्रष्टाचारको विरुद्धमा लड्दाखेरि। अहिलेको यो घन्टी सरकार बनाउनको लागि त हाम्रो पनि धेरै योगदान छ के, त्यो पार्टीमा नगए पनि। अनि अर्को कुरा, यस्तो यस्तो कानुन बनाइरहेको छ कि सरकारले जसरी हुन्छ गरिब जनता त मार्दैछ। एउटा सानो मात्र सानो गल्तीले, एउटा कुनै गल्ती गरियो भने अदालतमा मुद्दा लागिसके पछाडि अब त्यसलाई विदेश पनि जानु नपाउने अरे, आफ्नो देशमा रोजगारी पनि गर्नु नपाउने अरे, पुलिस सर्टिफिकेटै नदिने, सबै मेन्सन गरिदिएको छ त्यहाँ पुलिस रिपोर्टमा। अनि यसरी के हुन्छ? भोलिको दिनमा ती 10औं लाग्छ नि त, 10औं लाख जनालाई मुद्दा लागेको होला, कति छ जेल बस्नेहरू। अनि तिनीहरू फेरि भोलिको दिनमा मैदानमा आयो भने के हुन्छ क्या, देशको हालत के हुन्छ? अझ उनीहरू त जेल बसिरहेको हुन्छ, पुरै क्रिमिनल माइन्डेड हुन्छ, 100 खारिएको हुन्छ, कोही कसैसँग डराउनेवाला छैन। अब जेल पनि बसिसक्यो, यसै मर्दै उसै मर्दै, गरी खानु पनि नपाउने, विदेश पनि जान नपाउने भएपछि अब झन् तिनीहरूले छोड्छ त? त्यतातिर ठुलो आन्दोलन हुँदैछ। त्यतातिर चाहिँ सरकारले ध्यान दिउँ न, त्यो के खालको कानुन बनाएको भने छोड्छ त? अब उनीहरूले मान्छेबाट गल्ती भइसकेपछि उसलाई सुध्रिने मौका दिने हो। कानुनले दण्ड जरिवाना तिराइसके पछाडि ऊ दण्डित भइसकेपछि उसलाई समाजमा चाहिँ सभ्य तरिकाले जिउन दिनुपर्ने हो नि त। अझ सरकारले प्रोत्साहन गर्नुपर्ने होइन। त्यो गर्नु त परै जाओस्, उल्टै दबाउने काम गरिरहेको छ। अनि के गर्छ उसले? अन्तिममा हतियारै बोकेर सडकमा निक्लिन्छ होला नि त। त्यतिखेर सरकारले थाम्न सक्छ? हो यतातिर ध्यान दिउँ न। भ्रष्टाचारी समाउँछु भनेर चाहिँ यो सरकार गठन भएको, भ्रष्टाचारीहरू समाउन, घुसखोरीहरू यति दुःख दिन्छ प्रशासनमा अझै पनि जनतालाई है। प्रहरी प्रशासनले यति दुःख दिन्छ जनतालाई, हेपेको छ, ठुल्ठुलो स्वरमा गाली गरेको छ। यतातिर ध्यान दिउँ न। प्रहरी फेरि आफैमा खराब पनि होइन, प्रहरी चाहिँ छ, तर केही खराब प्रहरीको कारणले गर्दा आज सिङ्गो प्रहरी संगठन बदनाम भएको छ क्या। अनि यस्तै यस्तै खराब प्रहरीको कारणले गर्दाखेरि देशमा बेला बेला आन्दोलन हुन्छ, जनयुद्ध हुन्छ, जनता भड्किन्छ, मारामार हुन्छ। यो अलिकति कारक तत्त्व भनेको प्रहरी पनि हो। फेरि मैले सबैलाई भनेको छुइनँ है केही खराब प्रहरी। अब यस्ता खराब प्रहरीलाई त सरकारले कारबाही गर्ने हो, प्रहरी संगठनभित्र प्रहरीले कारबाही गर्ने हो होइन। त्यता पनि होला नि त। अनि जतिखेर जे भनेको छ अन्तिममा जनतै मारेको छ क्या, जुनै बाहनामा पनि गरिबै मारिदिएको छ। यतातिर जानु हुँदैन। मैले त सल्लाह सुझाव दिन खोजिरहेको छु यो घन्टी सरकारलाई, किनभने हामीले पनि एमाले माओवादी काङ्ग्रेसको विरुद्धमा धेरै सङ्घर्ष गरेर यहाँसम्म आएको हो। घन्टीले 5 वर्ष सरकार चलाओस् न त, तर जनताको हितमा काम गरोस्, गरिबको संरक्षण गरोस् होइन, भ्रष्टहरूलाई पक्राउ गरोस् भनेर पो समर्थन गरिन्छ। त्यो अन्धभक्त चाहिँ भइँदैन है। ल, हिन्दू मुसलमान सबै नेपाली दाजुभाइ, जुनै जातको भयो नेपाली दाजुभाइ, जात र धर्मको लागि लडाइँ नगरौँ। अनि आन्दोलन दबाउने काममा पनि नेपाल सरकारले जनतालाई गोली हानेर मार्ने होइन। आर्मी परिचालन गरिदिएको छ। आर्मी परिचालन त आफ्नो जनता मार्नको लागि प्रयोग गर्दैन नि त, ऊ त बोर्डरमा राख्ने। बोर्डरमा किन राख्दैन आर्मीलाई? घरभित्र राखेको छ, देशभित्र राखेको छ। अनि सानो सानो आन्दोलन हुँदाखेरि आर्मी नै निस्किदिएको छ। यत्रोको हुन्छ? आर्मी प्रयोग गर्ने हो त होइन नि। त्यो त अन्तिम अवस्थामा हो नि त। अन्तिम अवस्थामा सक्दै नसके पछाडि चाहिँ यो कम्मरदेखि मुनि गोली हान्नुको लागि आर्मी ल्याउने हो क्या। अहिले नै यत्रो ठुलो ठुलो ट्याङ्क लिएर आइरहेको छ। त्यो ट्याङ्क चाहिँ लु हाम्रो सिमाना मिच्नेहरूको विरुद्धमा लड त। त्यो ट्याङ्क लिएर छ हिम्मत? निहत्था जनतामाथि बन्दुक तिर्साएको छ, गोली हानेको छ, देखिएको छ क्या। यहाँको आर्मी पुलिसको बहादुरी पनि राम्रोसँग देखेको छ, भोगेको छौँ हामीले त है। यहाँ बहादुरी नदेखाए हुन्छ? सीमा पारी इन्डिया र चाइनाको बोर्डरमा गएर बहादुरी देखाऊ, म त्यही भन्छु। ल हस् त, धन्यवाद।